नमस्कार। सप्तकोशी एफएमको नियमित प्रस्तुति उहिलेका कुराको एउटा विशेष श्रृङ्खला सहित म सुबित गुरागाई उपस्थित भएको छु। अबको आधा घण्टा म उबेलाको समय पहिलेका मान्छेको व्यवहार र सामाजिक वातावरणको चर्चा गर्नेछु। उहिलेका कुरा तपाईँ सप्तकोशी एफएम 90 मेगाहर्ज तथा skonline.com.np मा प्रत्येक हप्ता सोमबार साँझ 6:30 बजे सुन्दै आउनु भएको छ। अग्रज पुस्ताका अनुभवहरू सुन्ने सुनाउने सिलसिलामा आज म 68 वर्षीय आख्यानकार गगन सिंह थापासँग तेस्रो विशेष बसाइमा रहेर अन्तरङ्ग कुराकानी गरिरहेको छु। आजको बसाइमा म हालै बजारमा आएको उहाँको चर्चित उपन्यास कृति पुर्खाको चिठीमा समेटिएको उहिलेको सन्दर्भमा विशेष केन्द्रित रहनेछु। त्यसबाहेक उहाँको जीवनका अन्य अनुभवहरूबारे थप जिज्ञासाहरू राख्नुभन्दा पहिले म उहाँलाई आजको यो विशेष बसाइमा स्वागत गर्छु। बुवा नमस्कार। 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 आरामै हुनुहुन्छ? आरामै छु हजुर, आरामै। तपाईँलाई आजको हाम्रो यो तेस्रो विशेष बसाइमा हार्दिक स्वागत छ। धन्यवाद हजुर, मेरो तपाईँहरू पनि स्वागत छ। योभन्दा अघिको बसाइमा तपाईँले हामीलाई आफ्नो बालककाल र राजनीतिक जीवनका अनुभवहरू र साहित्यिक जीवनको सुरुवातका कुराहरू सुनाउनु भयो। कुराकानीको करिब अन्ततिर त्यो बेलाको समाजमा राजा महाराजाहरूको लहडका भरमा कोही व्यक्तिको जात वा थर तोक्ने चलन थियो भन्दै हुनुहुन्थ्यो। आजको कुराकानीको आरम्भ त्यही जातीय प्रसङ्गबाट गरौँ। त्यो बेलाको समाजमा जात घटुवा वा बढुवा गर्ने अनि जातीय छुवाछुतको भेदभाव गर्ने अरू कस्ता कस्ता घटनाहरू हुन्थे? त्यो जब लाहोरमा पनि उनीहरूले पठाए, लाहुरे जानलाई पनि यताबाट उनले बाध्य गराएर पठाए। जब त्यो लाहोरमा चेक जाँच हुँदा माने शारीरिक अवस्था जाँच्दा कुनै मान्छेमा एक दुईजना भाग्यमानी भनौँ न, अब बाँचेर आउने त तिनीको खोट निस्केर तिनी गाउँमा वापस भएपछि फर्किनु पर्यो भने उता गयो भने त गइहाले लडाईमा मरे बाँचे, त्यो अर्कै कथा भयो। यता बाँचेर आउनेहरूको चाहिँ घरमा आयो भने बाँचेर होइन कि नापास भएर वापस भएर पास भएन, अयोग्य भएर घरमा आउँदा घरमा पानी छुन मिल्दैन थियो उनीहरूले। कसो भन्थे? किनकि उनले मेलेच्छको देश, मेलेच्छ भनेको एउटा छुट जाति, अङ्ग्रेजहरू चाहिँ अछुत हुन् भन्ने नेपाली समाजमा मानसिकता थियो। अनि त्यो अछुतले छोएको पानी खाएर आए नि, यिनी पनि अछुत भए। जङ्गबहादुर 1 वर्ष बेलायत बस्दा पनि आफ्नो दलबल लिएर गएका थिए, भान्सीहरू लिएर गएका थिए, खाना पकाउने मान्छे लिएर गएका थिए। उनले छोएको खाएको थिएन पनि, त्यहाँ बस्दा पनि उनले छोएको खाएको थिएन। त्यो कारणले मेलेच्छले छोएको खाएर आए भनेर गाउँमा पसिसकेपछि उनले आफ्नो घरमा खाए वा इष्टमित्रका त्यो सञ्जाल खाने भए। यो थाहा पाए, यो पटाई मुखिया गर्थे फेरि उहाँ राजा कहाँ। अनि राजा बोलाउँथ्यो, राजालाई चाहिँ अब गाउँलेहरूले खबर दिए गाउँको राजा आए माने फटाहरू भनौँ न, गाउँको राजा भन्नाले मुखियाहरूलाई, त्यहाँको गाउँको राजा मुखिया माथि राजा हुन्थ्यो, 22-24 राजा। त्यहाँ उ गरेपछि ल तिनले पानीपतिया किन लिएन? पानीपतिया भनेको चोखो हुने, तिनीहरूलाई चाहिँ पानीपतिया गर्नु पर्थ्यो भने चोख्याउनु पर्थ्यो। कसरी चोख्याउँथे? अनि त्यहाँबाट ती मान्छेलाई बोलायो, जो मैले त्यो मूल मान्छे हो, मैले असरफी तिर्नु पर्यो। त्यो असरफीले भनेको सुनको रुपियाँ, त्यो सुनको रुपियाँले जिउरोमा उनी राजाले छोइदिन्थे, जिउरोमा छोइदिन्थे। अनि जो मैले छोएको अरू खाने मेरा परिवारका मान्छे अथवा इष्टमित्रहरू उनलाई चाँदीको रुपियाँले जिउरोमा छुवाउने हो। त्यो चाँदीको रुपियाँ र त्यो सुनको असरफी त्यो राजाको हुन्थ्यो। अब उनी चोखिन्थे, त्यति गरेपछि चोखिन्थे। अब आफ्नो रल्लबगालमा, आफ्नो जमातमा, जात बच्यो, नभएदेखि घटुवा हुन्थ्यो। त्यति गर्न नसक्ने चाहिँ तल्लो जातमा झरिहाल्थ्यो उसको छोएको, अनि कसैले खाँदैन्थे। त्यस्तो चलन थियो। त्यसलाई हुन्थ्यो पानीपतिया। कुरा पठाउने पनि आफै, फेरि फर्केर आउँदा जरिवाना गर्ने पनि चाहिँ आफै धामी आफै भोगे। त्यस्तो सकस पनि त्यो बेलाको पुर्खाले भोगे। बुवा, अब अलिकति तपाईँको यो हालसालै तपाईँले बजारमा ल्याउनु भएको आख्यान कृति पुर्खाको चिठीको बारेमा अलिकति कुरा गरौँ। यसमा चाहिँ तपाईँले खास के देखाउन खोज्नु भएको छ? के छ यसको विषयवस्तु? यो मैले एउटा गीतबाट गत वर्ष असम गएको थिएँ। हजुर, प्रेरणा के पाएँ भन्दा एउटा बुढो मान्छेबाट केटाहरू गीत सुनिराखेका थिए, भन्न लगाइराखेका थिए। हजुर, करिब 80 नागेका बुढो मान्छेले गाउँदै थिए। बाटोमा तपाईँ जाँदै हुनुहुन्थ्यो, अरूहरू उसँग गीत सुनाइ माग्दै थिए। गाइने जस्तो मान्छे थियो? गाइने पनि होइन, एउटा लुहारबा हुन्, लुहारबा भन्छ त्यहाँ केटाहरू। उनले गीत के भने भन्दा, यसो हद्दा गुया पाध्या, यसो हद्दा गोर्खा, सैनिक खेत घोडाले चर्यो, रित्ता रह्या कोर्खा। यो असामी भाषा हो, सायद होला मैले भन्न खोजेको कुरा। उसको अर्थ के भन्दा, ती गोर्खाली सेनाले असमलाई कब्जा गरेपछि असममा ठुलो विरोध भएछ। बान्नीगढी एउटा गढ छ,
अनि त्यो विरुद्ध भएपछि उनीहरूले कब्जा गरेर त्यहाँ बसेपछि पहिला माने यातायातको साधन भनेको घोडै हुन्थ्यो। त्यहाँ चाहिँ सयौं सेनाहरू बसे, पृथ्वीनारायण शाहका सेना, ती अहिले पनि त्यसको अवशेष छ। ती सेनाहरू त्यहाँ बसे अनि माने केही 50-60 वटा घोडा पनि त्यो ठाउँमा राखे। अब उनी कहाँसम्मको अत्याचार गर्दा रहेछन् भन्ने कुरा, ती घोडालाई जब धान र गहुँ पाकेर पहिलपुर हुन्थ्यो, सैन्य भनेको ठुला सेना खेत पहिलपुर हुन्थ्यो, ती घोडा ल्याएर त्यो खेतमा चराइदिने छोडिदिने। कुन राजाको कुरा रे? बहादुर शाह पछिका। हजुर, त्यो उनीहरूले बहादुर शाहले त्यहाँ स्थापना गरे नि, गरेको थियो। हो, त्यसपछि ती ल्याएर त्यहाँ धान गहुँ चराइदिने भएपछि एउटा गुह्यपाध्य भन्ने साहसी मान्छे रहेछन्। हजुर, उनीले एउटा आफ्नो जमात बनाएर ती घोडा छाडेका ठाउँमा गएर घोडालाई आफ्ना लाठी, हँसिया, खुकुरी आदि इत्यादि हानेर धपाउने। जब सेना आउँथे, सेना आइसकेपछि तिनी जंगलमा आथे, भाग्नु पर्यो। ती भाग्थे भने अहिलेको भाषामा त छापामार जस्तै ती भाग्थे। हो, त्यसैलाई भनेको यशोहद्दा गुह्यपाध्य, यशोहद्दा गोर्खा। सैनिक खेत घोडाले चर्यो, रित्ता रहेको कोर्का, ती धान र गहुँ राख्ने ठुला कोर्का हुन्छन् के, देउलाले बुनेका कोर्का भनेको बगारी। सैनिक खेतको धान उसले खाइदिएपछि त ती त रित्ता रह्यो नि त, उनीहरूको सालभरको खानेकुराहरू घोडालाई खाइदियो। हो, अर्को त्यो गोर्खे लौडी भन्ने थियो, त्यहाँ ट्याक्क बाटोमा गोर्खे लौडी राख्ने। गोर्खे लौडी लाउने भन्छन् नि, यो चाहिँ कसरी लाउँछ गोर्खे लौडी? हो, गोर्खे लौडी भनेको त्यो मूल बाटोमा त्यो लौडी थाप्ने। अब हामीलाई थाहा भएन, चट्ट म गएँ, लौडी नाङ्गिएपछि अनि गएपछि मलाई च्याट्ट समात्यो। तैँले गोर्खा राज्यको अपमान किन गरिस्, यो गोर्खे लौडी किन नागिस् भने समात्यो। अनि मलाई त्यही लाठीले चुट्यो अनि जहाँसम्म मान्छे मारिदिन पनि सक्थ्यो हुने, त्यही लाठीले। अनि 1 मोहर 1.5 मोहर त्यो टाइमको जरिमाना पनि गर्थे। तैँले किन नागिस् भनेर, त्यसलाई गोर्खे लौडी। अर्को त्यही गोर्खे लौडीलाई यसरी बाँधेर पछाडि बाँधेर त्यसमा त्यो लौडी लट्ठी छिराइदिने, यसलाई पनि गोर्खे लौडी लाको भन्थे। त्यो कारणले यो नेपालको एकीकरण होइन त्यो समयमा, गोर्खा राज्यको विस्तार गरेका थियो पृथ्वीनारायण शाहले अथवा बहादुर शाहले। एकीकरण त पछि मिलाएका हुने हो। अनि यो गोर्खा सैनिकहरूले चाहिँ त्यो क्षेत्रमा गरेको अन्याय अत्याचार आफ्नो राज्य विस्तार गर्ने क्रममा त्यहाँका स्थानीयहरूसँग चाहिँ यहाँका सैन्य शक्तिहरूले गरेको अत्याचारको, गोर्खाली सेनाहरूले गरेको अत्याचारको कथा र अब यो अत्याचारको कथा जस्तै मूल फोकस दिने खोजेको कुरा त्यहाँ के छ भन्दा, पछि अछाममा विद्रोह भयो, अछाम विद्रोह भन्छ यसलाई, अछाम विद्रोह भयो। त्यो विद्रोह पछि फेरि दबाउन भनेर यो हरिसाई उहाँको चाहिँ सल्यानको हरिसाईको सेना लिएर बहादुर शाह र अमरसिंह थापा त्यहाँ गए त्यो दबाउन। त्यो टाइममा त्यो त्यहाँका ठानाहरू कब्जा गरेका थिए। ठाना भन्ने गाउँ छँदैछ अझै, त्यो ठानालाई ठाना भन्ने गाउँ। अनि तिनीहरूले गएर सोधे, अब भागाभाग भयो मान्छेको। सेना गएपछि सोध्यो, तिमीले विरुद्धमा भाग लिने मान्छे जस्तै तिमी अछामको राजालाई मान्ने कि यो गोर्खाको राजालाई मान्ने भनेपछि त उनलाई गोर्खा त थाहा थिएन नि त, को थाहा थिएन। अछामी राजालाई मान्ने भन्यो। अब उसलाई समात्यो, एउटा गोर्खालीको छाप लगायो। ल तँलाई अब पिठ्युमा छाप लगायो। अब त गोर्खालीको नरबलीमा चढ्ने भई, अब गइस भन्यो। काटेर मार्ने कुरा आयो। हो, यही अब थाहा थिएन मान्छेलाई, उनी अछामी राजालाई नै मान्छु भन्ने भए। अब त्यसरी यसरी तमाम सयौं मान्छेलाई तिनलाई लगेर काटे पनि काटे नि, यही कुरा छ नि त्यसमा। त्यसलाई ती सयौं मान्छेलाई यिनी कथाको सेरोफेरोमा अब त्यो के बीज नै हो केही त्यसमा। अब त्यसपछि के भयो होला भन्ने लेखकले एउटा आफ्नो पनि राख्छ नि, हो, त्यसपछि के भयो होला भन्ने कुरा। इतिहासका घटनाहरूलाई संशोधन गरेर तपाईले यो किताबमा प्रस्तुत गर्नुभएको छ। त्यो बीजमा टेकेर त्यसलाई फैलाएको बीज त्यही हो। यिनी मान्छेहरूलाई जति मान्छे ती सयौं मान्छेलाई, धामीहरू, कटवालहरू, मुखियाहरू, यो बागी थियो, गोर्खा राज्यको बागी थियो, अछामी राजाको समर्थक थियो भन्ने कुरा थाहा भयो। त्यसलाई डोर्याएर यो साई भन्ने अहिलेको दुल्लु दैलेख र अछामको बेलखेत कर्णाली नदीको वारीपट्टि ल्याएर ती सयौं मान्छेलाई ल्याएर बकाइदा यज्ञ गरेर गोरखकालीको नाममा बलिदिएको छ। अनि पूजा गर्यो, ब्राह्मण राखे, बाजा बजित्र बजायो, तिनलाई नाङ्गा बनायो ती सयौं मान्छेलाई। त्यो बलि दिँदा अनि यो पर्छाउने भने तपाईँहरू के भन्नुहुन्छ, खुसी देवी खुसी भएपछि यसरी चाहिँ पर्सिने पानी यसो छम्किँदाखेरि ढोकाहरू काम हो भनेदेखि मानव खुसी पर्सेको भन्ने भए। वैसे तिनीहरूका कानमा त्यो बाती बाल्ने बलेको बत्ती बालेपछि त अब टाउको हल्लाउँछ नि त, बोलेर त बिचरा गोर्खाली जय, गोर्खाली खुसी भयो भन्यो। अनि त्यो पोडेले त्यसलाई काटेर मार्ने, कर्णालीमा फाल्ने हो। त्यही किसिमले चाहिँ मान्छेलाई नरबली कति जति मान्छेहरू त्यसरी मारे। मैले सुने अनुसार एक थरी बुढापाको भनाइ बढी थिएन, 22 जना मात्र हुन्। अर्को थरीको भनाइ 100 जना भन्दा बढी थिए। कुनै भन्छन् कि 1000 भन्दा पनि बढी थिए।
1000 भन्दा बढी अथवा 100 भन्दा बढी जे जति भयो भने 22 जना भए पनि बलि दियो। यसरी तपाईले चाहिँ यो पुर्खाको चिठी भन्ने किताबमा गोर्खाली सेनाहरूले गरेको ज्यादतीको चाहिँ हजुर संकलन गरेर त्यो गोर्खा राज्य विस्तारका क्रममा भएका अन्यायहरूको चाहिँ तपाईले पर्दाफास भनौँ न सार्वजनिक गर्नुभएको छ तपाईले। हजुर हजुर यस्ता खालका कथाहरू छन् त्यहाँ। यस्तै खालका कथाहरू छन्। अनि यसको नाम चाहिँ यो पुर्खाको चिठी भनेर चाहिँ तपाईले कसरी जुराउनु भयो? कुन पुर्खाले लेखेको चिठी भने के भन्नु भएको? यो मेरो हजुरआमाले जुन कथाहरू सुनाउनुहुन्थ्यो यस्ता यस्ता कथाहरू त्यो समयमा जबरजस्ती मान्छेलाई, बलियो मान्छेलाई जबरजस्ती तोडा बोक्न यो नेपाललाई चन्कट आयो, दिल्ली लाट आयो, बढी मान्छे पठाउनेलाई पैसाको गाँठ आयो। यो अछामी गीत हो। त्यो टाइममा ती मान्छेका तोडाहरू जस्तै राणाका सिपाहीहरू आए, ल यो तोडा भनेको भारी पैसा, त्यो टाइममा त उस्तो रुपियाँ हुन्थ्यो। तोडा भनेको चाहिँ पैसाको भारी। त्यो यो ठाउँबाट तैँले यो ठाउँ पुर्यायो भनेपछि तपाईँलाई भेटायो, तपाईँले पुर्याउनु पर्ने, मलाई भेटायो, जसले भयो बोक्नु पर्ने। अलिकति बलियो बाङ्गो भेटियो भने बोक्नु पर्ने, बोकेन भने त कुटाइ खाइहाल्यो, उसको त शिकार भइहाल्यो। तपाईँको हजुरबुवाहरूलाई पनि त्यस्तो बोक्न लगाए। मान्छे कैदीहरू हिँड्दैन थिए, पिंजरामा हालेर लिन्थे। 2 जना मान्छेले यसरी बोकेर पिंजरामा, फलामको पिंजरामा कैदीलाई हालेर लिन्थे। ती कैदीलाई पनि तिनीहरूले बोक्नु पर्थ्यो, कहाँ पुर्याउनु पर्छ नाइ भन्न त मिलेन। राजाका अगाडि बाबाका दुवाई भन्छ नि। त्यही किसिमले ती हाम्रो भन्नु पर बाजेलाई पनि भारी। के नाम थियो उहाँको? नाम चाहिँ बलवीर के यस्तै थियो, बलवीर। तपाईको हजुरबुवाको पनि बुवा? हजुरबुवाको पनि बुवा। अनि यो कुरा चाहिँ तपाईको हजुरआमाले भनेको? के हो तपाईँको हजुरआमाको नाम चाहिँ? जगिनी भन्थे। अनि त्यसपछि गएर चाहिँ त्यो साईमा मान्छे पुर्याउने ठाउँमा तिनको भारी बलिया थिए, अरू 2 जनाले बोक्ने भारी। साईमा भनेको चाहिँ के? साई भनेको यो उहाँको एउटा ठाउँको नाम। अहिलेको दैलेखजीको र अछामको बिचमा पर्ने कर्णाली नदीको किनार छ। हजुर, त्यही ल्याएर हो बलि दिएका। उनी प्रत्यक्षदर्शी थिए नि त्यसका, किनकि उनी त भरिया भएर आएका थिए नि। हो, तिनीलाई त्यहाँ त्यो समयमा बसेर गएका एउटा सिकन्दर बुढथापा भन्ने गान्जराका, अझै मेला लाग्छ, मान्यगढीमा मन्दिर स्थापना गरेका छ। एउटा मानसिंह विष्ट भन्ने, तिनी 2टा बाँचेर गए। यिनी कसरी बाँचे भन्दा त्यो सिकन्दर बुढथापा दुध दिने गरेर छ, चिन्जान भएको। यो सबै तपाईलाई चाहिँ हजुरआमाले बताउनु भएको भनेपछि हजुरआमाले तपाईलाई त एउटा जिउँदो इतिहासै बनाइदिनु भयो। हजुर हजुर। उहाँ यति अझै तर्सिनुहुन्थ्यो, हामी छँदाखेरि पनि पछि पनि हाम्रा परिवारका मान्छेले, स्वास्थ्य मान्छेहरूले कुनै राम्रो लुगा लगाएको, टिका सिका आदि सिंगार पिटार गरेको उहाँलाई मन पर्दैन थियो। लान्छ कि राजाहरूले भनेर उहाँ भन्नुहुन्थ्यो। एक दिन मलाई के भन्नुभयो भन्दा, तेरो यिनी महिलाहरू स्वास्थ्य मान्छेहरूलाई सम्झा है, वनको बाघले खाला, तिम्रा महिलाहरूलाई वनको बाघले खाला। त्यो भन्न खोजेको चाहिँ त्यो भन्न खोजेको हो। पछि मैले सोधेँ के हो वनको बाघ भनेको हजुरआमा भन्दा उहाँले भन्नुभएको थियो साँझ भन्छु भनेर साँझ विस्तारित रूपमा भन्नुभयो। म एउटा सानो कुरा सुनाउँछु भन्नुभयो उहाँले। भन्नुहोस् न त भन्दा, एउटा हाम्रो गाउँमा एउटा राजा थिए। ती राजाको जे भने उसको आज्ञालाई कसले उल्लङ्घन गर्न पाउँदैन थियो। एउटा बटालाका एउटै छोरी थिइन्। तिनी हाट मध्ये जहाँ गए जता गए पनि आफ्नो छोरीलाई सिंगार पटारका साधन लिने, नयाँ नयाँ लुगाहरू लिने, बडा राम्री बनाउने। अनि हुँदाहुँदै तिनी जवान भइन्, बडा राम्री पनि खुब थिइन्। पछि त्यो राजाका सिपाहीहरूले फलानाको छोरी अति राम्री छ भनेर राजालाई सुनायो। राजाले सिपाही पठायो हेर्न। राजाले सम्झाएर सिपाही राजदरबारमा केही दिनको लागि लिन खोजे, उनले मानिन। पछि राजाको छोरा स्वयं आएर आफ्ना दलबल ल्याएर तिनलाई जबरजस्ती खिचेर लगे, आफ्नो घरमा लिए। आफ्नो घरमा लिइसकेपछि 6-7 दिनपछि राखेपछि उनीको बाउले पछि रेड मोहर भेटी राखेर आफ्नो छोरीलाई छुटाएर ल्यायो। उनले भन्न खोजेको कुरा यसरी तडक भडक गरेपछि खोसेर लान्छन् भनेर यो उहाँलाई त्यो छाप परेको पहिलेको त्यो छाप मलाई पनि पारिदिनु भयो। त्यो पर्दै आयो, सर्दै आयो। हजुरआमाले चाहिँ तपाईलाई जिज्ञासु बनाइदिनु भयो हैन? मैले मनन गर्न सके, त्यो लिन सके। नाति पुस्ताले पनि त्यो लिन चाहिँ आफ्नो क्षमताले सक्नुपर्छ भन्ने कुरा लाग्यो मलाई। यो इतिहास जिउँदो अलिकति इतिहास हो। यो इतिहासलाई लिएर मैले चाहिँ भोलि देखाउन सक्छु। त्यही त आजको गगनसिंह थापा बनेको भनेको हजुरआमाको आधारमा हो। उहाँले यस्ता किसिममा मलाई त्यो साहित्यिक भावना पनि, उहाँ त्यो साहित्यिक धारावाहिक बगे चाहिँ बग्नुहुन्थ्यो। एकदम राम्रा उदारवादी शब्द हुन्थे, बोल्दा बोल्दा आँखामा आँसु रसाउँथे। कहिले उहाँको अनुहार, उहाँ पढे लेखेकी हुनुहुन्थ्यो? त्यो पढे लेखे बिल्कुलै थिएन। तर त्यस्तो चेतना उहाँलाई कसरी आएको? त्यस्तो स्मरण, त्यस्तो चेतना, सबै कुरा त्यो समयमा पढ्ने लेख्ने भन्ने त कुरै थिएन। केही पढेका लेखेका मान्छेहरूलाई यो पात्रा हेर्ने, चण्डी पाठ, लारिराको कथा, तोता मैनाका कथा, यस्ता किसिमका कथाहरू, आनन्द लहरी, मदन लहरी यस्तै गाउँघरमा पढ्थे, पढ्न जानेका केही मान्छेहरू।
अहिले तपाईँ सप्तकोशी FM 90 मेगाहर्ज तथा skonline.com.np मा उहिलेका कुरा सुन्दै हुनुहुन्छ र म सुबित गुरागाई 68 वर्षीय आख्यानकार गगन सिंह थापासँग तेस्रो विशेष बसाइमा रहेर उहिलेको समयका अनुभवहरूबारे थाहा पाउने प्रयत्न गरिरहेको छु। कुराकानीको सिलसिलालाई म उहाँको थप साहित्यिक सामाजिक अनुभवसँग जोड्न चाहन्छु। बुवा, त्यो सिङ्जा उपत्यकामा भएको खस जातिहरूको विकास क्रमका बारेमा पनि तपाईँले केही अध्ययन र तथ्यहरू सङ्कलन गर्नुभएको छ? नेपाललाई 3 उसमा बाँडेको थियो। कर्णाली प्रदेश सभ्यता, गण्डकी प्रदेशको सभ्यता, कौशिकी प्रदेशको सभ्यता। नेपालको भूगोल नै त्यसले बनाएको थियो। हजुर। त्यसैले यो कर्णाली प्रदेशको सभ्यतामा कर्णाली प्रदेशको सीमा माथि चाहिँ मानस सरोवर, यता काङ्गडा, पूर्व तिस्टा र अङ्गबङ्ग कलिङ्ग भन्ने हाम्रो हुर्केको भारत छ। हजुर। महाराज प्रभु अङ्ग बङ्ग कलिङ्ग कजाया प्रभु भनेर यसैबाट लेखेको छ। यो माने जनश्रुतिको आधारमा आएको कुरा हुन्। हजुर हजुर। अनि त्यति ठुलो चक्रवर्ती राजा थिए नागमल्ल 11औं सदीमा। हजुर। तिनीको शीतकालीन दरबार दुल्लु तल दैलेख, ग्रीष्मकालीन दरबार माथि सिजाको लामथडा जुम्लाको त्यहाँ थियो। त्यहाँका ती राजा महाराजाहरू, अङ्गभङ्ग कलिङ्ग समेतका राजा महाराजाहरू सिर्तो बुझाउन, यो अङ्ग भङ्ग कलिङ्ग भने चाहिँ राज्यहरूका नाम अहिले प्राय सबै इन्डियामा परे। हजुर। त्यहाँ सिर्तो बुझाउन आउँथे, भने कर बुझाउन आउँथे। त्यसैले यसको विस्तार त्यहाँसम्म थियो। सिजा सभ्यता यो आर्यहरूको जब हिन्दुत्वलाई नाश गर्ने क्रममा पनि माने मुगलहरूले ती आर्यहरू आफ्नो धर्म रक्षाको लागि, आफ्नो हिन्दू रक्षाको लागि, हिन्दुत्वको रक्षाको लागि मुगलहरूबाट जोगिन यतातिर पसेका थिए। माथि गए माथितिर पसेका थिए। सिङ्जा आइपुगे। यसरी अब यो सिजा सभ्यता, सिङ्जा उपत्यका कर्णाली प्रदेशको सभ्यता यसरी चाहिँ भन्छ। यसै किसिमले 3टै सभ्यता होलान्। यो कुरा तपाईँले चाहिँ आफै अध्ययन गरेर थाहा पाउनु भएको? हजुर हजुर हजुर। पुराना शिलालेखहरू, भोजपत्रहरू, ताम्रपत्रहरूको अध्ययनको आधारमा र केही सुर्तीको आधारमा र योगी नरहरिनाथबाट पनि मैले केही कुरा पाएको छु। योगी नरहरिनाथको संगतमा पनि तपाईँ रहनुभयो? हामी कहाँ चिन्जान, म त्यो मृगस्थलीमा जान्थेँ। उहाँको त्यहाँ वासस्थान दिएको थियो सरकारले मृगस्थलीमा। त्यहाँ जानुहुन्थ्यो तपाईँ? त्यहाँ जान्थे, बस्ने गहुन्थ्यो। कर्णाली प्रदेशको त्यो छेउछाउको कुरा गर्दाखेरि तपाईँको क्षेत्रमा एउटा सती अनि बटनपुर भन्ने जस्ता गाउँहरूका नाम छन् होइन? हजुर हजुर। त्यो सती नाम चाहिँ कसरी रह्यो? त्यहाँ सती गएको थियो कोही? हो। त्यहाँ चाहिँ सिजा राजाकै सन्तानको माथि धुलीकोटमा, चिसापानीको ठ्याक्कै माथि डाँडोमा रमाइलो डाँडा छ, थुम्का छ चुरेको। त्यो थुम्कोमा उहाँको माने धुलीकोट थियो, कोट दरबार थियो। त्यहाँ अझै जालमा देवीको मन्दिरको भग्नावशेष छ। तिनीका दरबारका इँटाहरू, छत्ताछुल्ल पर्खालहरू छन्। अनि त्यहाँ उनीको राज्य थियो, माने सिजा राजाको राज्य थियो। उनीको मैया पद्मावती रानी अनि त्यो तराईतिर उनी बस्दैनथे। त्यो डाँडोमा पहिलाका राजा महाराजाहरू डाँडोमा बस्थे, किनकि दुश्मनहरूलाई माथिबाट हार्न सजिलो हुन्छ भनेर। कोट बनाएर माथि जस्तै यो चुरेको सबभन्दा अग्लो धुरा गर्भा दरबार छ, खड्ग शमशेरले बनाएको। त्योभन्दा केही पर गर्भा दरबार सबभन्दा अग्लो धुरो। त्यहाँबाट उत्तरतिरका हिमाल र तराई सम्पूर्ण देखिन्छ। त्यो गर्भा दरबार अझै छ। हो, त्यो सूर्य दरबार त त्यति छैन, खाली भग्नावशेष ओर्देको अवस्थामा मात्र छ। त्यहाँबाट तिनीको यो ग्रीष्मकालीन बसाइ त्यहाँ डाँडोमा, शीतकालीन बसाइ तल सतीमा हुन्थ्यो, तराईमा। जुन अहिले सती भनिएको छ, त्यतिखेर सती भनिँदैन थियो। त्यो ठाउँको नाम चाहिँ के थियो? सती। त्यो टाइममा त्यो बटनपुर अथवा त्यो त्यहाँकै तराईकै नामले, मलवारकै नामले चिनिन्थ्यो। अनि त्यहाँ तिनीको त्यो माने चाहिँ जो शीतकालीन दरबार थियो, बसाइ थियो, हो त्यहाँ त्यही घाटमा उनीको रानी ती राजा मर्दाखेरि सती गयो। सती जान बाध्य पारियो। बाध्य पारिन्थ्यो। जो राजासँग धेरै रखेल भएपछि ती रखेललाई पनि पोलिन्थ्यो। त्यो सती जान बाध्य पारिन्थ्यो। तिनलाई सती त्यहाँ डढाएको हुनाले त्यो ठाउँको नामै सती रह्यो। त्यहाँ पद्मेश्वर महादेवको चाहिँ के अरे मन्दिर पनि छ अझै, ठुलो मेला लाग्छ। पद्मेश्वर महादेव मन्दिर बनाएको छ, अनि त्यही ठाउँको कारणले त्यो सती भन्यो। सती गएकी हुनाले ती रानी त्यो ठाउँको नाम सती भन्यो। त्यो बेलाका महिलाहरूलाई त यो राजा महाराजाहरूले, अलि पहुँचवालाहरूले खालि यौन दासी जस्तो, यौन खेलौना जस्तो मात्रै बनाउने चलन रहेछ नि त। हो। किन भन्दा उनी जति उनीसँग यौन दासी थिए, जति रखेलहरू थिए, जति दाइजो आउँथ्यो एक ठाउँबाट अर्को ठाउँ बिहा गर्दा, कुन राजाबाट कति उसले चाहिँ दासी
कमारी पठायो, कमारा कुमारी कति कमारा पठायो। त्यो कमारा कुमारी भनेको कस्ता भुजेलहरू हुन्थे? जोसुकै जातिको पनि हुन सक्थे, जाति निश्चित थिएन। राम्रो हुनु पर्यो, योङ हुनु पर्यो, दिलडाल मिलेको हुनु पर्यो, त्यस्तै स्वास्थ्य मान्छेमा पनि सुन्दरता हुनु पर्यो। त्यो सुन्दर भयो कि यौन भयो कि खाइलाग्दी त्यो किसिमको वैशालु छ भने राजा महाराजाहरू आफ्नो ज्वाइँलाई, आफ्नो छोरीलाई उसको स्याहार सम्भारको लागि दाइजो पठाउँथे। कमारा कुमारी दाइजो पठाउँथे। ती दाइजो पठाएकी राम्री राम्री रखैलहरू रखैलको रूपमा त्यो राजा महाराजाहरू राख्थे। ती रखैललाई कसैलाई त्यहाँ दर्जा हुन्थ्यो, त्यहाँभित्र पनि भित्रै भन्ने दर्जा दिन्थ्यो। रानी बाहेक अर्को रखैल जसको बढी नजिक भयो उसलाई भित्रै भन्थ्यो, भित्रै दरबारको भित्र बस्ने त्यो कुमारीलाई भित्रेनी, अरूलाई दासी नै कमारी नै रखैल नै भन्थ्यो। तर तिनीसँग पनि खुला यौन चाहिँ उनीहरूले दुरुपयोग गर्थे। उनीको मन परि हुन्थ्यो, जहाँसम्म मन लाग्यो तहाँसम्म ती रखैलहरू राख्थे। कदम कदाचित तिनी गर्भवती भयो भने त्यो आफ्नो कमाराहरू अथवा आफ्नो गाउँघरका रैती भन्थे त्यो टाइममा जनतालाई। को कमजोर छ, कसले बिहा गर्न सकेका छैन, कोसँग स्वास्नी छैन, ल म तँलाई एउटा कुमारी बक्स दिन्छु, लैजा भन्थे। उनी जबकि गर्भ रहिसक्यो, कसैको पतन गराइदिन्थे। यदि पतन गराउन सकेन, समय मिलेन, नमिलेपछि कुनै त्यस्तो गाउँघरको बिहा गर्न नसकेको सोझा साझा छ ऊ पनि खुसी हुन्थ्यो। राजाबाट कुमारी सँगसँगै अलिक धन सम्पत्ति अथवा वीरता पनि पाउँथ्यो, धन सम्पत्ति पनि जीविका पनि चल्ने। राम्री त केटी त्यसै पनि भइ नै हाल्थे, कुमारी त त्यसै पनि राम्ररी भइहाल्थे। अनि ऊ पनि खुसी हुन्थ्यो। ऊ पनि अब त्यो मैले 6 महिनाको 8 महिनाको गर्भ भयो भने उसलाई पश्चाताप हुँदैन थियो, आफ्नो शिकार थियो। ऊ यति खुसी हुन्थ्यो, मैले त बाबा राजाबाट एउटा उपहार पाएँ, म त राजाको नजिकको भएँ। उदेखि अरू समाजका मान्छे डराउँथे भने यो त राजाको सामाजिक हैसियत बढ्थ्यो, उसको सामाजिक हैसियत बढ्यो नि त। अर्काले प्रयोग गरे कि केटी आफ्नो घरमा ल्याउन पाउँदा चाहिँ उसको सामाजिक हैसियत बढेको अनुभव किनकि ऊ त राजाले प्रयोग गरेको हो नि, सामान्य मान्छेको प्रयोग दरबारमा पाउँछ। उसको दरबारमा उसले चाहियो भने राजालाई भनेर जे पनि गराइदिन सक्थ्यो। ऊ पनि आफूलाई एक प्रकारको दरबारिया महसुस गर्थ्यो र त्यो केटीको भनाइ त्यहाँ बिक्थ्यो। राजाले पछि पनि उसले त्यागे पनि राजालाई यस्तो गरिदिनु पर्यो भन्दाखेरि राजाले ती मान्थे। उसको भनाइ बिक्थ्यो त्यहाँ। त्यो दासी र त्यो केटाको लग्यो, उसको त प्रभुत्व बढ्यो त्यहाँ दरबारमा। सामाजिक हैसियत बढ्यो, प्रभुत्व बढ्यो। गजबको समाज थियो त्यो बेला, गजबको समाज थियो। अनि बुवा त्यो तपाईँहरूको पश्चिमेली समाजमा एउटा अर्को पनि छ नि, यो देउकी प्रथा के भन्छ होइन, त्यो बारेमा अलिकति भनिदिनु, त्यसको इतिहास। देउकी प्रथा त्यो पनि त्यो राजा महाराजाकै उसबाट आछ। त्यहाँ चलन के चलेको छ भन्दा ती देवतालाई जस्तै तपाईँको सन्तान भएन, पहिलो सन्तान भयो, त्यो पहिलो सन्तानलाई ल मेरो सन्तान होस्, म यो सन्तान यो छोरी तपाईँलाई चढाउँछु, आमा देवीलाई, देवतालाई, त्यहाँको त्यो भैरवलाई, देवीलाई, त्यो सन्तान त्यसलाई चढाउने, मन्दिरमा सेवा गरेर बस्नुपर्ने। उसले मन्दिरमा सेवा गरेर बस्नुपर्ने। अब ती मन्दिरमा सेवा गरेर बस्न पनि त्यही किसिमका सन्तान त्यहाँका जो पहुँचवाला छन् अथवा राजा महाराजा छन् तिनीहरूकै त्यहाँ खुसी हुन्थ्यो। मन्दिरमा पनि तिनीहरूकै त्यो देउकी छाँट्दा पनि उसको छोरी कुन किसिमको छ त, अलि राम्रीलाई पठा, देवतालाई पनि राम्रो चाहिने, देवतालाई राम्रो चाहिने, तिनीहरूलाई राम्रो चाहिने, त्यहाँका पहुँचवालालाई पनि राम्रो चाहिने हो। तिनीको त्यहाँ मनोमानी हुन्थ्यो। त्यो देउकी माथि आएका आगन्तुकहरू जो छन्, पाहुनाहरू छन्, उनीको सेवा गर्नु पर्थ्यो। जबकि मन्दिरमा आउँदा होइन, त्यो गाउँमा आउँदा पनि उनीहरूको सेवा गर्नु पर्थ्यो। त्यो देउकी प्रथा जो गुठी छ, देउकीको गुठीहरू पनि छ, तिनीहरूले त्यहाँबाट त्यो आउने तपाईँ जस्तै एउटा अब त्यो प्रधानमन्त्री छँदा पनि त्यो चलन रहेको थियो। मानौ तपाईँ त्यहाँ प्रधानमन्त्री हुनुहुन्छ, तपाईँ कहाँ कुनै त्यस्तो पाहुना आयो विदेशी अथवा त्यस्तो कुनै, त्यो देउकीले सेवा गर्थे। उसले मन परेको गरिदिनु पर्थ्यो, उसले नाइ नास्ती गर्नु, त्यसमा यौन शोषणको कुरा पनि जोडिन्थ्यो, सबै जोडिन्थ्यो। मूल कुरा त यौन शोषणकै लागि नै हुन्थ्यो नि, त्यहाँ त यौनकै लागि प्रयोग गरिन्थ्यो। त्यो एउटा कुप्रथाको रूपमा चलेको थियो। यही विषयलाई लिएर मैले एउटा वर्जिता भन्ने सानो आख्यान लेखेका छु। त्यो वर्जिता भनेको त्यो मान्छेबाट वर्जित, अरूबाट ऊ विवाह गर्नबाट वर्जित भई, ऊ आफूले चाहेको पुरुषसँग विवाह गर्न वर्जित भई, हो विवाह गर्नै वर्जित भई, देवताकी भाइ हो। त्यस्तै देवताकी भएपछि त्यसरी यौन सम्पर्क गरेर त्यसलाई चाहिँ बिटु ल्याउन चाहिँ पाइने, फेरि अरूले गर्ने भए ऊ त अतिथि देव भव लागू भयो, त्यहाँ अतिथिको सेवा गरे, उसले देवताको सेवा गरेको, अतिथि चाहिँ देवता बनाउने बिचरालाई चाहिँ बाध्य भएर यौन सम्पर्क गर्न लगाएर यौन खेलाउन, यौन दासी जस्तो बनाइदिने। अब त्यो किन मैले वर्जिता लेखेँ भने त्यो पनि वर्जित त भयो नि, आफूले मन लागेको कुरा गर्न पाएन, विवाह गर्न पाएन, आफ्नो प्राकृतिक अधिकार हकबाट, प्राकृतिक प्रदत्त अधिकारबाट वञ्चित भयो। तर अब अहिले त त्यो प्रथाहरू लगभग सकियो, केही अवशेष छ अझै,
अझै पनि पो छ, अझै पनि अवशेष छ, अवशेषको रूपमा अब छ। अझै केही वर्ष अगाडि त थियो नै। त्यस्तै तिनका दर सन्तानहरूले त अब यो कुरा मान्दैनन् होला। अब मान्दैन। अब त अब सबै माने अहिलेको प्रजातन्त्र आयो, अब त घृणा गर्न लागे। तर तिनीबाट जन्मेका सन्तान त छन् नि, वंश त छ नि, इतिहास त छ नि। त्यस्तै त्यहाँ सुदूरपश्चिमतिर सतीमा एउटा बादी पाथरको गाउँ छ, बादीहरूको गाउँ छ। त्यस्तै सल्यानबाट आएका बादीहरू छन्। एक थरी बादीहरू खालि नाच्ने मात्र, त्यो यौन शोषण गर्न नदिने, नाचगान गरेर मालिकहरूलाई रिजाउने मात्रै। उनीहरूको पनि आफ्नो दरा एरिया तोकिएको हुन्छ। यो फलाना बादीको एरिया सिक्तो पाउने, यो फलाना बादीको एरिया भने तोकिएको हुन्छ। अनि ती बदेनीबाट जन्मेका सन्तानहरू, छोरीहरू कसैसँग राम्री छोरी बढी जन्मिन्, कति बढी छोरी जन्मिन्, त्यो उसमा गरिन्थ्यो अलि धनाढ्यमा भनौँ न, किनकि उसको जीविकोपार्जनको संख्या बढ्यो। त्यहाँ अब त्यो यौन शोषण हुन्थ्यो, यौन गर्थे। पहिला अब त्यहाँ कौमारे भङ्ग छोरीलाई प्रयोग गरेर बाबुआमाले आफ्नो सामाजिक हैसियत, आर्थिक हैसियत वृद्धि बनाउँथे। अनि तिनीहरू कौमारे भङ्ग गर्ने अधिकार पहिले त्यहाँकै राजा महाराजा जो छन् ठुला बडाहरूको नै हुन्थ्यो। अरू पहिलो पटक सहवास गर्नु पर्थ्यो त्यस्ताहरूसँग, जस बापत आर्थिक लाभ पाउँथे बाबुआमाले आर्थिक लाभ पाउँथे। तिनलाई चाहिँ के, त्यो केटीलाई त केही न केही, त्यो केटी त उसकै परिवारको भयो नि त। ऊ त एउटा परिवारको कमाउने माध्यम नै भनौँ, कमाउने उही नै भई, परिवार नै भई भनौँ न। उसको आमा बाबुको लागि त ऊ सम्पत्ति कमाउने, पालन पोषण गर्ने उसको जिम्मा नै भयो। त्यो त तोकिएको जाति बादी हो। बादीहरू चाहिँ निश्चित ठाउँमा हुन्थ्यो, बादीहरू निश्चित ठाउँमा, बादीहरूको त त्यो निश्चित जातै हुन्थ्यो, निश्चित जात। त्यो जातिले त्यो बादीमा पनि दुई थरी, एक थरी बादीले चाहिँ नाचगान मात्र गरेर कलाकारिता देखाउने, एक थरी बादीले कलाकारिताको साथै यौनका लागि पनि प्रयोग हुने। यी कुराहरू तपाईँको यो किताबमा उल्लेख गर्नुभएको छ। हस् त बुवा, अब तपाईँले आफ्नो जीवनका रोचक पाटोहरू, थप अनुभवहरू बताइदिनु भयो, पुर्खासँग जोडिएका, र ऊ बेला यो गोर्खा एकीकरणका बेलामा भएका, त्यस बेलाका जनताले भोगेको पीडा र यो नरबली जस्ता घटनाहरूको बारेमा बताइदिनु भयो। त्यसको लागि तपाईँलाई सप्तकोशी एफएमको तर्फबाट धेरै धेरै धन्यवाद छ। मेरो तर्फबाट पनि सप्तकोशी एफएमले मेरा यी पुराना कुराहरू, विचारहरू, मैले गरेका केही कुराहरू अगाडि जनसमक्ष फैलाउने, फिजाउने काम गरिदिएकोले म हार्दिक मुरी धन्यवाद दिन चाहन्छु र आभार व्यक्त पनि गर्न चाहन्छु। नमस्कार। हस् त, उहिलेका कुरा सुन्ने सुनाउने सिलसिलालाई आज यतिमै बिट मार्ने अनुमति चाहन्छु। प्रविधि संयोजनका लागि मित्र लीला मौसम मगरलाई धन्यवाद। आज मैले 68 वर्षीय आख्यानकार गगन सिंह थापासँग तेस्रो विशेष बसाइमा रहेर अन्तरङ्ग कुराकानी गरेँ। आशा छ तपाईँलाई पनि यो प्रस्तुति मन पर्यो होला। सुझाव सल्लाह र प्रतिक्रियाका लागि मेरो मोबाइल नम्बर 98 420 23 205 सम्पर्क गर्न सक्नुहुनेछ। अर्को हप्ता उहिलेका कुराको फरक प्रसङ्गसहित तपाईँसँग मेरो जम्का भेट हुने नै छ। आज आधा घण्टासम्म मलाई साथ दिँदै उहिलेका कुरा सुनिदिनु भयो, त्यसका लागि तपाईँप्रति हार्दिक कृतज्ञ छु। र जाँदै अन्तमा लोकगायक बालकृष्ण सिग्देलको शब्द, सङ्गीत तथा स्वरमा बुबा आमा देवता हुन् यो संसार चिनाउने, हजुर बुबा हजुर आमा जिउँदो इतिहास हुन् अनुभवको कथा सुनाउने बोलको गीतको केही अंश तपाईँका लागि छोड्दै म सुबित गुरागाई बिदा हुन्छु। सप्तकोशी एफएम सुन्दै गर्नुहोला। नमस्कार, फेरि भेटौँला। बुबा आमा देवता हुन् यो संसार चिनाउने, बुबा आमा देवता हुन् यो संसार चिनाउने, हजुर बुबा हजुर आमा जिउँदो इतिहास हुन् अनुभवको कथा सुनाउने, हो अनुभवको कथा सुनाउने। बाबुआमालाई रिसा गरी आँखा तर्नुहुन्न, बुढाबुढी भनी कहिले हेला गर्नुहुन्न। बाबुआमालाई रिसा गरी आँखा तर्नुहुन्न, बुढाबुढी भनी कहिले हेला गर्नुहुन्न। हेला गरे पछुताइ छ भोलि